ल कागल सरेर नाला बनायो भने त ढिलो चाँडो आँखाले हेर्दा हेर्दै ल यो रातो खोला उठाउने पानी नाला यहाँ बनाएको छ चारतिर पनि यो पिच पनि बोकेर ढलन त्यो त ल यहाँसम्म भएको छ यो बिचको चाहिँ किन छोड्यो होला त्यही त बिचको किन छोडेको अब यो खेतको लागि त गाह्रो छ नि त यो बजेट के कसो कति आएको थियो कता हो के हो उहाँ परबाट बनाएको छ फेरि यो बिचको खेतलाई चाहिँ त्यो पानी जम्मै यता जाने भाइ यो बिचको खेतलाई त गाह्रो भयो नि त होइन यो बिचको चाहिँ किन छोड्यो होला उहाँ परबाट जोडाएको छ फेरि त्यहाँ ल त्यहाँसम्म यत्रो छोडेको छ के कारण होला त्यहाँ जोडेको छ फेरि ल यो सम्बन्धित निकाल्यो यो खेत धनीसँग बसेर खेत धनीसँग चित्त बुझाएर यो यसरी त नगरिदिनु पर्ने थियो अब बजेट के हो कसो कसरी भइरहेछ हामी थाहा पाइनौँ त्यहाँबाट बनेछ यहाँ छोडिएको चाहिँ त्यहाँ पर कुनाबाट जोडिएको छ ए यो बिचमा छोडेको रहेछ किन छोडेर रहेछ के गरेर रहेछ भनेर के केही थाहा छ तपाईँहरूलाई यो बिचको किन छोड्यो यो बिचको एक्कासी त्यहाँ आएर जोड्यो भनेपछि त अनि यो बिचको छोडेकै हो किन छोड्यो यो यस्तो भएको यहाँ रोडले गर्दाखेरि यहाँ के पर अब उनीहरूले के भन गएको यहाँ जेसिबी लगाइदियो हिँडेको ए त्यो जेसिबीले यहाँ जेसिबी लाएर यो खेतमा केही सोधखोज नगरेर हिँड्यो खेतको कुरो गरेको छैन खेतको यो नराम्रो कुरो भएकै छैन खेतको हामीले बोलाएको यो खेतको बालाले त गाह्रो पनि हेर्ने गाह्रो भयो भने त सबै डुबेन अब यो पारिस गरिदिने मान्छे कसले अब आली हाल्दा पनि जान्छ अब जेसिबी लगाइदियो त्यही त जेसिबीले यस्तो गरेर नमिल्नु पर्यो नि त यो चाहिँ कता के गरी मिलाउँछ नि यो सम्बन्धित निकायको ध्यान चाहिँ यसमा जानु पर्ने देखिन्छ त्यो कारणले गर्दाखेरि यो चाहिँ मिथिला नगरपालिका वडा नम्बर लालगढ धनुषा माथि रातु खोलाबाट आउने पहिनी हो उहाँ माथि बनाएको छ यत्रो खेतको लागि यहाँबाट ग्याप गरेर फेरि उहाँबाट सुरु गरेको छ यो खेत त डुब्छ नि होइन यो डुब्छ यहाँ कताबाट यो घर त कामै लाग्दैन सबै यहाँबाट यो अहिले यत्रो पानी ल्याउँदा त यसरी गएको छ अनि पानी आउँदाखेरि त जम्मै चिरिबे डुब्छ जम्मै यो शशिकलाको घर यो बेलकुमारीको यो ममताको यो माझीको सब यो चाहिँ सम्बन्धित निकायले ध्यान दिनुपर्ने कुराहरू चाहिँ ल सबैको ध्यान आकर्षण होस् यसले कसैले विकास गर्दा कसैले मार्नु हुँदा सबै मिलेर गर्नुपर्ने हुन्छ उहाँबाट जोड्या छ बिचमा छोड्या छ यो खेतहरू डुब्ने छ यो चाहिँ सबैजनाले बसेर राम्रो किसिमले न्याय गरेर